हेलो साथीहरु, दर्शन नमस्ते, वेलकम छ सबैजनालाई मेरो न्यू डे न्यू ब्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौं। आज हामी दुईजना भएर खेतमा हिँडिसक्यौं। मम्मी बाबा अहिले आउनुहुन्छ अनि हामी चाहिँ अहिले चाँडो गरेर निस्क्यौं। मम्मी बाबा खाजा खाँदै हुनुहुन्छ। चाँडै नि के भन्नु हो, 8 बजिसक्यो साथीहरु। भर्खर हिँडेको घर त्यही छौ माथि, भर्खर हिँडेको खेतमा। यो परे आजबाट चाहिँ हामीले फेरि मकै भाँच्ने छौं। माथि खेतको एउटा बारीको सक्यो, अब दुईटाको छ। आज साह्रै मकै पनि एकदम बाक्लो छ, तर ठुलो घुवा के एउटा सानो छैन साथीहरु, हेर्नुस्। अनि म देखाइदिन्छु। अनि त्यही हो साथीहरु। हेलो, आज त बोली छ मेरो भ्लगमा। साथीहरु खेतमा आइपुगिसक्यौं कि खेत भनेको यति नजिक छ कि हेर्नुस्। अहिले भर्खर हिँडेको भन्थे मैले, 1 मिनेट पनि भएको छैन खेतमा आइसक्यौं। हेर्नुस्, यो खेतको हामीले सब हिजो आली खनेर छेउकुना खनेर सब सकिसक्यौं। आज त हामी मकै भाँच्छौं। हामीले उताको पनि छेउकुना खनेर सकिसक्यौं, तर एउटा लाइनमा चाहिँ अझै आली पनि लाएर सकिसक्यौं। साथीहरु मकै भाँच्ने चाहिँ यो है हामीले आज। हेर्नुस् त, यस्तो लाइनमा छ मकै। लाइनमा छिरेर मकै भाँच्नु पर्छ। यो छेउमा चाहिँ यता छेउको लाइन उखालेको भएर यस्तो भयो, तर मकै चाहिँ यस्तो लाइनमै छ कि सब लाइनमा। घोगा भनेको एउटा सानो छैन भन्थे नि मैले। हेर्नुस्, सानो कतै देख्नु भयो भने मलाई भन्नुस् कमेन्ट मार्फत। यस्तो छ यति बाक्लो मकै। भगवान, यसलाई सब सकाउन छ कि आज। बहिनीले यत्रो सानो डोको बोकेछ, बिचरा मान्छे सानै छ कि छेउकुना सब खनाइ भइसक्यो। हेर्नुस्, अब यसलाई आली लाउनु छ। आज आली लाउनु ठिक्क थियो, फेरि पानी पर्छ भनेर हामीले चाहिँ पहिला बिहानमा शीतलमै मकै भाँचौँ भनेर सोच बनायौँ। मकै भाँच्न सुरु गरी साथीहरु। पड्काउने अहिले चाहिँ हामीले सधैँ लासेर लैजान्थ्यौँ मकै, काम धेरै छ क्या। अब टुप्पा काट्दाखेरि खोस्टाभन्दा मुनिबाट टुप्पा काट्ने भनेर अनि बुट्टेमै पड्काउने योजना गरेको। यसरी बुट्टेमा पड्काउने कि साथीहरु। हेर्नु न घोवा, ओ माई गड, यति ठुलो छ घोवा पनि। अब मम्मी बाबा दिदी सब आउनुहुन्छ अनि त्यसपछि बोक्नु पर्छ मस्त लाएर। आज खै, आज त 1 पिस पनि छैन, हाफ पिस पनि छैन। आज त पुरा गाउँले भएर आइछ बहिनी त। यस्तै हो साथीहरु। चाहिँ म पनि काम गर्नुपर्छ, मकै भाँच्नुपर्छ। आजको काम चाहिँ हाम्रो मकै भाँच्ने हुन्छ। बिहानमा बाबाले आली लाउनु भन्नुभएको थियो, अनि फेरि हामीले यस्तो शीतलमै मकै भाँचौँ भन्ने कुरो गऱ्यौँ। यता अरू पनि छ यहाँ तल पनि। के गोजेला त गरौँ हुन्छ होला है, सक्छस्? त्यसपछि भुइँमा थुपारौँ अनि त्यसपछि गोजेला लैजाऊँ। म गोजिहाल्छु नि, मैले गोदिहाल्छु नि। बोक्न साथीहरु। यस्तै हो हाम्रो काम। हेर्नुहोस्, यता तलतिर अरूको छ, सबै अरूको। यो भन्दा मुनि तल रोड छ, देख्न सक्नुहुन्छ। भुइँमा थुपारौँ अनि त्यसपछि गाँजौँ कि गोजौँ। टाइम लागेगा साथीहरु, टाइम लागेगा। ल साथीहरु, अब चाहिँ मकै भाँच्नु पर्छ। ल, मकै बारीमा आएपछि मकै बारी दरेम गर्नुपर्छ। अब चाहिँ मकै भाँच्नु पर्छ। हेर्नु होला, सुरु गरी बिहा। अब जहाँ चाहिँ मोबाइल चाहिँ बन्द गर्नुपर्छ। अहिले पछि देखाउँछु त। हेलो साथीहरु, हामी चाहिँ यस्तो मकै बारीको बिचमा छौँ कि हेर्नु। यस्तो लाइन यिनीहरूको भिडियो क्याप्चर गरिदिनु पर्यो। मम्मीको मकै भोरिसके खा, म चाहिँ भाँच्दिन मान्छे। यी बनाएर मकै भाँच्दैछु। बाबा यता जानुभएको, मकै छन् न साथीहरु। गाह्रो छ गाउँले जीवन। हेर्नुहोस्, मकै यति माथि छ कि हेर्नुहोस्, यसरी हेर्नुपर्छ, आँखामा धुलो पर्छ, हैरान भएको छ। मकै कता कता छ, कता कता भेट्दैन ल न। अनि साथीहरु
बहिनी पनि डोको पऱ्यो नि म चाहिँ यस्तो भाबिदिने मान्छे हो कि साथीहरू बाबाको घर जानु लाग्दैन भिडियो बनाएको यति नै साथीहरू अहिले बाबा आउँछ साथीहरू म त यति माथि छ बाबा मोमो राखेँ मोबाइल राखेँ बोरी राखे जानु भनेपछि त झरी भ्या मकै साथीहरू टमाटर मकै बोक्ने कार्यक्रम भइरहेछ हाम्रो त सक्यो साथीहरू यो गराको मकै अब यसको सुरु गर्न बाँकी छ यसको अन्तिम पोजिसनमा छौँ हामी सकियो के छ बाबा अल्छी चार भन्नु न मेरो लागि बाबाले डोकोमा भिडियो बनाइरहेछ मेरो लागि बाबाले डोकोमा मकै भोटिदिनु भयो है बौलाईको लागि हो हात घरको छुट्या होला है बौलाई के छ बौलाईको दिदीलाई के भन्छ के भन्नुभयो बाबा कृपया जनता जान्न चाहन्छन् फेरि भन्नु त बौलाईको दिदीलाई के भन्छ अरे बाबाले भन्नुभएको कपडा घरले यहाँ पसिना रुजेर मकैको धुलो यस्तो मकै बाँध्दा मकैको धुलो सामान्य हो मकै बाबाले हान्नु भएको छ मकैले भित्रबाट ऊ बाबा भित्र बसेर मकैले हान्नु भएको छ हामीलाई धेरै भिडियो बनायो भनेर अब उस गर्दा हुन्छ हेलो साथीहरू हामी चाहिँ घर फर्कियौँ भाँचेर त सकिएन तर पनि काम पनि लाग्यो भोक पनि लाग्यो 12 बज्न लागिसक्यो ओह मकै भाँचेर बस्नु भएको थियो लास्ट खे भए पनि बोक्नु भएको छ मेरो साटो साथीहरू हामी चाहिँ खेतबाट आएर टुप्पा सुकाइयो हिजो अस्तिको अनि त्यसपछि खाना खाइयो खाना खाएर एकछिन बसेर यस्तो राम्री भएर अनि राम्री भएर एकछिन बस्यौँ घाम लाग्छ मम्मीहरूले त्यो मकै अलिअलि पड्काउने जुत्ता बनाउने काम गर्दै हुनुहुन्छ हामी दुइटा चाहिँ के गर्नु भन्नु घर बस्ने काम गरिन्न दिउँसोमा सुतिन्छ एकछिन सुत्नुभन्दा भनेर अर्ग्यानिक आँप चाख्न जानु पर्यो भनेर आँपको बुट्टाको मुनि खोज्न हिँडेछन् पाइन्छ कि पाइने हेरौँ साथीहरू आँप खोजेर अर्ग्यानिक आँप यसरी लुस्नु जानु पर्छ साथीहरू हेर्नु न बारी खण्डमा पुरै छेउ कुना खनिसक्नु भयो हाम्रो जम्मा एउटामा मकै भाँचे छोडेँ काम कति छ साथीहरू सघाइदिन आउनु न हौ प्लिज अर्म पर्म गरौँ न हौ साह्रै चाहिँ काम छ हेर्नु न यहाँ पुरै आलिकति भन्नुभएको छ हेर्नु त आली पनि लगाइभ्याउँ रहेछ तर यो आली उस भयो कि यहाँ त के धान रोपेको होइन यस्तो धान पनि छ यो काटेको यो आली बस्दैन यस्तो सुक्खा माटोमा आली लगाउनु भएको रहेछ पुरै फुट्दै झरे आली पनि साथीहरू हामी यहाँ माथि आइपुग्यौँ हेर्नुहोस् न थकाइरहेहाल्ने कि यति हिँड्यो भने यो मोटो भएर काम छैन कि बोसो मात्रै ज्यान साथीहरू आँपको बुट्टा यहाँनिर रहेछ देख्न सक्नुहुन्छ यी फल पनि रहेछ कि साथीहरू त झरे छैन होला सो हामी जानु लाग्छ उतापट्टि हो अनि बाबाले बिहानै गयो भने त पाउँछ भन्दै हुनुहुन्थ्यो अनि हामी चाहिँ दिउँसो आएको घर बस्नुभन्दा भनेर अरूको आँप हो चाख्न पाइयो हेलो साथीहरू हामी आँप खान आएको चाहिँ यो बुट्टामा हेर्नुहोस् तल भुइँमा झरेको रहेछ बहिनी अनि भुइँमा झरेको खाना केही पनि हुँदैन कि साथीहरू कसले के गर्छ र त्यही भएर हामी आएको
देख्न सक्नुहुन्छ साथीहरू आँप हेर्नु न यस्तो राम्रो आँप छ कि खानुपर्छ यसलाई एकछिन हामी यहाँ शीतल हावा चल्यो एकछिन यहाँ बस्छौँ आँप पायो भने खान्छौँ र अनि जान्छौँ तर हामी झटाहरू चाहिँ हान्दैनौँ बुट्टा चाहिँ अल्को छ सकिन्न हेर्छौँ र अनि जान्छौँ हेलो साथीहरू आँप त्यहाँ झटारो हान्दैछ यसले मैले नहानेको कि झटारो हेर्नु आँप यति माथि माथि छ कि ए लाइ यसले आँप झार्न सकिने साथीहरू ए हेरि टिप्दा ए आँप टिप्नु यत्रो गोल झाऱ्यो त भेटायौँ झार्यौँ साथीहरू वाउ खानुपर्छ ल साथीहरू अब चाहिँ हामीले आँप वाउ अझै राम्रो रहेछ त अर्ग्यानिक आँपको दामी छ साथीहरू अब चाहिँ यसलाई खानुपर्छ साथीहरू हामी यस्तै हो कि गाउँले हो साथीहरू गाउँले मान्छेहरू बुट्टाको आँप जाने झटारो हान्ने खाने जे भएन अर्ग्यानिक आँप हो अब चाहिँ यसलाई चक्कुलाई छैन धुन पनि पर्दैन भर्खर बुट्टाबाट झरेको हेर्नु सफा छ अर्ग्यानिक आँप हो अब चाहिँ यसलाई हामीले यसरी खानुपर्छ कस्तो मिठो है साथीहरू बस्नु भयो कि हौ साथीहरू कस्तो दामी छ अहै कस्तो लौरी झरिरहेको छ आँप झर्ला भनेको त खानु त मिठो हो दामी छ साथीहरू खानुमा आउनुहोस् आँप खान नआउनुहोस् रोपाइँ गर्न आउनुहोस् आँप त हामी दुइटाले खानुपर्छ हाम्रो पनि छैन कि त्यही भएर भनेको हामीले पनि अरूको खाना आएको अघि यो आँपको बुट्टाको आन्टी पनि आउनुभएको थियो अनि त्यो आन्टीले पनि झारिदिनु भयो 2-4 आँप बुट्टा पाकेको आँप खान केही हुन्न भन्नुभयो अरू पनि आउँछन् अरूले कति खान्छन् भन्नुभयो अब हामी पनि खाँदैछौँ कस्तो मिठो छ साथीहरू हेर्नु न पसिना ए रामो कति गर्मी हौ ठिक छ आँप खानुपर्छ साथीहरू हामी चाहिँ फर्क्यौँ बहिनी चाहिँ यतै हिँडेछ आँप बोकेछ आँप चाहिँ यति लियौँ खानुपर्छ घर गएर अलिअलि झटारो नानी अर्ग्यानिक खानु पाइयो साथीहरू हिँडियो घर हेलो साथीहरू हामी त फेरि हिँड्यौँ मकै भाँच्न अलिकति बाँकी छ लगभग 4-5 डोको जति हुन्छ बाबा पनि आउनुभयो बहिनी म भर्खर हिँडेको यताबाट यो चाहिँ हाम्रै हो यो बारी खन्न हो यहाँबाट मुनि चाहिँ यिनीहरू सब खेत खन्न हो यता मासतिर यो धानको भात खाने हो के बोले म ए भगवान् बोल्ने ढङ्ग छैन रत्तिर भएको मान्छे बोल्ने अनि साथीहरू यो नर चाहिँ ओ त्यहाँ माथि हेर्नुहोस् त्यहाँ माथि छ नर साथीहरू अनि यो तल त त्यही यहाँबाट मुनि यो सब कुलो खन्न कुलो चाहिँ हेऱ्यो भने कुलो सोरिसके यस्तै हो साथीहरू यो माथि सब हाम्रो यहाँबाट माथि त्यो घरसम्म यो एउटा चाहिँ अरूको आज म यतातिरबाट झरेछु कि यताको खेतमा हाल्यो कि त्यही भएर त्यो खेतमाको आज अडसर सोध्नु भएको रहेछ यतातिर हाम्रो यतिमा मात्रै ढलान गर्नु भएन कुलो पनि चम्छिपे यी साथीहरू देख्न सक्नुहुन्छ हाम्रो यो सबै यो सब एउटा खेत हो अनि यो टुप्पा काट्नै छ यसमै अब अलिकति मकै बाँकी भएको अनि 4-5 टोको जति छ भाँचेर भइन्छ अनि यो पनि पुरै खाली छ हेर्नुहोस् यत्रो ठुलो गला छ कि छिटो बाबा भन्नु यति भएर छेउबाट भाँच्दै जाउँ न यहाँ छेउमा छ त अलिकति साथीहरू अब चाहिँ हामी मकै भाँच्नुपर्छ मोबाइल चाहिँ गोजीमा हाल्नुपर्छ लास्टमा अब मकै भाँचेर भ्याएर यहाँ आलि भाँच्नुपर्छ ल साथीहरू यति नै हो अब चाहिँ मकै भाँच्न स्टार्ट लेट्स गो ओके यो खै साथीहरू
मकै भाँचेर सक्यो। अलि लगाउने कार्यक्रम भइरहेछ हाम्रो। धमाधम लाएर अलि लाउने खेलो भइरहेछ। साथीहरू अब चाहिँ 6:30 भइसक्यो। आजलाई चाहिँ सकियो आली लाएर पनि। आली लाउन धेरै छ, अब भोलि लाउनुपर्छ। आली यस्तो ला त्यहाँ मम्मीले घाँस निकाल्नु भयो अलिकति। अब घाँस हाल्दिनँ। यो गरा फिनिस, यो गरा फिनिस भयो। अब यो गरा सुरु गरेछ नि यतातिर गएर त्यतिखेर चाहिँ ट्र्याक्टर उकाल्नुपर्छ भनेर आली लाएन। आली हेर्नु नि कति ठुलो हो। अनि त्यता चाहिँ त्यत्रो छ आली। अनि यता हेर्नुहोस् यो अट हो, यहाँ तल खेतबाट हो नि। यो चाहिँ हाम्रो हेर्नुहोस् यति ठुलो छ कि आजलाई चाहिँ सक्यो। हेर्नुहोस् यस्तो भयो मौसम पनि। साँझ भयो, 6:30 हुन लाग्छ। साथीहरू आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यस्तै हो गाउँले जीवन, काम गर्दै बित्छ। आजभोलि अब मार्न खाएर मुरी उब्जाउने बेलामा छौँ। त्यही भएर बिहान 1 थाल भात, साँझ 1 थाल भात, मान्छे मोटाइ। अनि त्यसपछि के काम पनि गर्नै पर्यो। साथीहरू आजलाई यति नै। घरबाट निस्केर भ्लग स्टार्ट गरेको थिएँ। दिउँसो पनि बसेन खासै। अनि त्यसो नि उता गयौँ। हजुरलाई देखाएकै छु त्यही पनि के गऱ्यौँ दिउँसो भनेर। अनि त्यही हो साथीहरू आजलाई यति नै। अब चाहिँ घर जानुपर्छ। फेरि खाना बनाएर खाना खाएर फेरि सुत्नुपर्छ। भोलि बिहानै फेरि उठेर ड्युटीतिर यहीँ लाग्नुपर्छ आली खेलाउन। त्यही हो साथीहरू आजलाई चाहिँ बाई बाई। सबैजना टेक केयर।